यदि तपाईहरु पनि तपाईको भोटर आइडी कार्ड नभएर म भोट हाल्न पाउँदैन भन्ने चिन्तामा हुनुहुन्छ भनेपछि अब तपाईले चिन्ता लिनु पर्दैन। तपाईको भोटर आइडी कार्ड बनेको छ कि या छैन भनेर कसरी चेक गर्ने मैले आजको यस भिडियोमा बताउने छु। यदि तपाईहरुको भोटर कार्ड छैन भनेपछि यो भिडियोलाई पुरा हेर्नु होला र यो भिडियोलाई हेरिसकेपछि तपाईले तपाईको मोबाइलबाट भोटर आइडी कार्ड चेक गरेर डाउनलोड गर्न सक्नुहुनेछ र त्यो डाउनलोड गरेको भोटर आइडी को फोटो देखाएर तपाईले भोट हाल्न सक्नुहुनेछ। भिडियो सुरु गर्नुभन्दा पहिला यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भनेपछि च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनमा थिच्न नबिर्सनु होला। आउनुहोस् सुरु गरौँ आजको भिडियो। प्रथम तपाई आफ्नो मोबाइलको स्क्रिनमा आउनु होला। स्क्रिनमा आइसकेपछि तपाईले जुनसुकै पनि एउटा ब्राउजर ओपन गर्नु होला। मैले क्रोम ब्राउजर ओपन गरेँ। क्रोम ब्राउजर ओपन गरिसकेपछि तपाईले सर्च बारमा क्लिक गर्नु होला। सर्च बारमा क्लिक गरिसकेपछि तपाईले सर्च गर्नुपर्ने हुन्छ इलेक्सन कमिसन नेपाल भनेर। मैले अलरेडी नै सर्च गरेर राखेको छु, देख्न सक्नुहुन्छ इलेक्सन कमिसन नेपाल भनेर। यसमा मैले क्लिक गरेँ। यसमा क्लिक गरिसकेपछि तपाईको यसरी नै इन्टरफेस खुल्नेछ। त्यसपछि तपाईले तलपट्टि देख्न सक्नुहुन्छ इलेक्सन कमिसन नेपालको यो वेबसाइट रहेको छ। यसमा तपाईले क्लिक गर्नु। यसमा क्लिक गरिसकेपछि त्यसपछि तपाईले माथिपट्टि देख्न सक्नुहुन्छ 3 डट। यो 3 डट भएको ठाउँमा तपाईले क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि त्यसपछि स्क्रोल अप गर्दै जानु होला। त्यसपछि तपाईले तलपट्टि देख्न सक्नुहुन्छ डेस्कटप साइड। यो डेस्कटप साइड लेखेको ठाउँमा क्लिक गर्नु होला। डेस्कटप साइडमा क्लिक गरिसकेपछि तपाईको यसरी नै एउटा इन्टरफेस खुल्नेछ। त्यसपछि तपाईले तलपट्टि देख्न सक्नुहुन्छ मतदान नहुने आफ्नो नाम खोज्नुहोस् भनेर लेखेर आएको छ। यसमा तपाईले क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईको यसरी नै एउटा इन्टरफेस खुल्नेछ। इन्टरफेस खुलिसकेपछि त्यसपछि तपाईले यतापट्टि देख्न सक्नुहुन्छ के आइरहेको छ प्रदेश, जिल्ला, गाउँपालिका, वडा नम्बर, मतदान केन्द्र जम्मै यता डिटेल्सहरु तपाईले फिलअप गर्नुपर्ने हुन्छ। यसमा तपाईले फिलअप गर्नको लागि प्रदेशमा सिलेक्ट गर्नु होला। तपाई कुन प्रदेशबाट हुनुहुन्छ। म सुदूरपश्चिमबाट हुँ। मैले सुदूरपश्चिममा क्लिक गरे। त्यसपछि तपाईले देख्न सक्नुहुन्छ साइडमा जिल्ला, जिल्लामा तपाईले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाई कुन जिल्लाबाट हुनुहुन्छ त्यो जिल्लामा क्लिक गर्नु होला। मैले आफ्नो जिल्ला सिलेक्ट गरे। जिल्ला हालिसकेपछि त्यसपछि तपाईको गाउँपालिका, नगरपालिका कुन रहेको छ त्यसमा तपाईले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि त्यसपछि तपाईले तलपट्टि देख्न सक्नुहुन्छ विभिन्न नगरपालिकाहरू रहेका छन्। तपाईको कुन नगरपालिका हो त्यो नगरपालिका सिलेक्ट गर्नु होला। मैले मेरो नगरपालिका सिलेक्ट गरे। नगरपालिका हालिसकेपछि त्यसपछि तपाईले साइडमा देख्न सक्नुहुन्छ वडा नम्बर कति रहेको छ। आफ्नो वडा नम्बर छनौट गर्नु होला। मैले मेरो वडा नम्बर सिलेक्ट गरे। त्यसपछि तपाईले देख्न सक्नुहुन्छ मतदान केन्द्र तलपट्टि लेखेर आइरहेको छ मतदान स्थल छान्नुहोस् भनेर। यसमा तपाईले क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईको मतदान केन्द्र कुन रहेको थियो त्यसमा तपाईले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि साइडमा देख्न सक्नुहुन्छ तपाईले सबमिट, यो सबमिट लेखेको ठाउँमा तपाईले क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि मतदान गर्ने व्यक्तिहरुको नाम लिस्ट आउनेछ। कति जना थिए त्यो जम्मैको विवरण बताउनेछ। तपाईले यतापट्टि देख्न सक्नुहुन्छ मतदान गर्नेहरुको जम्मैको नाम रहेको। तपाईको भोटर आइडी कार्ड बनेको छ कि छैन भनेर जान्न चाहनुहुन्छ भनेपछि अब तपाईले यतापट्टि खोज्नु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ यसरी माथि गर्दै जानु होला। खोज्नु होला। यदि तपाईले देखिरहनु भएको छैन भनेपछि जुम गर्नु होला। तलपट्टि तपाईले नेक्स्ट लेखेको देख्न सक्नुहुन्छ। यो नेक्स्ट लेखेको ठाउँमा क्लिक गरेर यसरी नै अर्को पानामा हेर्न सक्नुहुनेछ। यदि तपाईलाई यसरी आफ्नो नाम खोज्न अप्ठ्यारो लागिरहेको छ भनेपछि तपाईले यतापट्टि देख्न सक्नुहुन्छ अ आ क ख जम्मै लेटरहरु रहेका छन्। यसमा तपाईले आफ्नो नाम केबाट सुरु हुन्छ त्यो पहिलो अक्षर तपाईले क्लिक गरेर तपाईको नाम आउनेछ र तपाईको नाम छ कि छैन भनेर चेक गर्न सक्नुहुन्छ। जस्तो कि मेरो नाम शंकर रहेको छ। मैले स मा क्लिक गरे। स मा क्लिक गर्ने बित्तिकै देख्न सक्नुहुन्छ सिरियल नम्बर, मतदान नम्बर, मतदानको नाम, मेरो नाम रहेको छ, उमेर 27 वर्ष, लिङ्ग पुरुष, पति पत्नीको नाम अहिले यसमा केही नि छैन। त्यसपछि मातापिताको नाम देख्न सक्नुहुनेछ। अब यसमा तपाईको भोटर आइडी कार्ड बनिएको छ भन्ने त पक्का भयो। अब तपाईले तपाईको भोटर आइडी कार्ड हेर्न चाहनुहुन्छ भनेपछि अलि जुम गर्नु होला। त्यसपछि तपाईले मतदान विवरण देख्न सक्नुहुन्छ। यसमा तपाईले क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि त्यसपछि तपाईको यसरी नै इन्टरफेस खुल्नेछ। यसरी नै इन्टरफेस खुलिसकेपछि तपाईले देख्न सक्नुहुन्छ यतापट्टि जन्ममिति, नागरिकता नम्बर भरि सबमिट गर्नुहोस् भनेको छ। मतदाताको व्यक्तिगत विवरण भनेको छ। साल तपाई कति सालमा जन्मिनु भएको तपाईको साल सिलेक्ट गर्नु होला। मैले मेरो जन्ममिति हान्ने छु। महिना कुन रहेको छ त्यो महिना हान्नु होला। आफ्नो महिना सिलेक्ट गर्नु होला। त्यसपछि कति जन्मिनु भएको त्यो हान्नु होला। त्यसपछि तपाईले तलपट्टि देख्न सक्नुहुन्छ आई एम नट रोबोट भन्ने एउटा ब्र्याकेट रहेको छ। यसमा तपाईले क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि त्यसपछि तपाईले देख्न सक्नुहुन्छ सबमिटको अप्सन। यो सबमिटको अप्सनमा तपाईले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले तलपट्टि देख्न सक्नुहुन्छ मतदाताको फोटो सहितको विस्तृत विवरण भनेर। यो मेरो फोटो रहेको छ। यतापट्टि देख्न सक्नुहुन्छ मेरो मतदान नम्बर,
मतदाताको नाम यो जम्मै यसरी डिटेल्सहरू देखाउनेछ। यदि तपाईँहरू पनि भोटर कार्ड नभएर भोट हाल्न पाउँदैन भन्ने टेन्सनमा हुनुहुन्थ्यो भनेपछि अब तपाईँले यसै गरी डाउनलोड गर्न सक्नुहुन्छ। तपाईँले टेन्सन गर्नु पर्दैन। डाउनलोड गर्नको लागि यसको तपाईँले स्क्रिनसट लिनुहोला, त्यसपछि तपाईँले आफ्नो मोबाइलमा सेभ गर्नुहोला। सेभ गरिसकेपछि जुन दिन भोट हाल्ने दिन हो त्यो दिन यो फोटो लिएर जानुहोला रे मजाले तपाईँले भोट हाल्न पाउनुहुनेछ। साथीहरू, तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? यदि तपाईँलाई भिडियो इन्फर्मेटिभ लागेमा एउटा कमेन्ट गरेर भिडियोलाई सेयर गर्न नबिर्सनु होला र यस्तै इन्फर्मेटिभ भिडियो हेर्नको लागि च्यानललाई अवश्य सब्स्क्राइब गर्नुहोला। धन्यवाद।